यो ठुलो त्यति लफडा छैन जति हामी बनाउन गइरहेका छौँ। यो पहिला पहिचान भइसकेको मान्छेहरूलाई हेरेस्ट गर्नुहोस्, को आइसकेछन् नचलाउनेहरू को छन् तिनीहरूको पहिचान भइसकेछ, पहिला तिनीहरूलाई एरेस्ट गर्नुहोस्। अनि बाँकी आउने दिनमा कति राम्रो हाम्रो व्यवहारमा हामी हिँड्छौँ भने त्यो कुरा मुस्लिम नेताहरू बस्यो भने मात्रै छलफलमा त्यो कुराहरू क्लियर हुन्छ कि जहिले पनि मेरो वार्ड नम्बर 18, मेरो गाउँ वार्ड नम्बर 18, मेरो बुवा वार्ड पनि 18 नम्बरको, मेरो गाउँमा जम्मा 50 वटा भोटर छन् मुस्लिम, पूरा वार्डमा मेरो 50 वटा मुस्लिम। तर पनि हामी मोहम्मद डेको जुलुस त्यहाँबाट हामी 5000 रुपियाँ दिएर मोहम्मद डेमा जुलुस पठाउँछौँ आफ्नो गाउँबाट। हामी चाहेको भए त त्यहाँ त हामी बहुसंख्या भन्दा पनि बहुसंख्यक छौँ, तर हामीमा त त्यस्तो भेदभाव छैन। हामी कहाँ छठ घाट हुँदाखेरि एउटा छठ हामी मुस्लिम समुदायको लागि अहिले पनि बनाउँछौँ त्यहाँ, र अहिले पनि मुस्लिम समुदायबाट 2-3 लेडिजहरू गएर छठ गर्छन्। हामी कहाँ त्यहाँ बिगारेको छौँ? यो जहिले पनि सबैजनामा किन बिग्रिने? जहिले पनि जुलुस सबैजनामा 2 नम्बर वार्डमा जान बित्तिकै ढुङ्गामुढा किन हुने? आजसम्म मोहम्मद डेमा इतिहास, यहाँ अरू पनि नेता हुनुहुन्छ, हाम्रो उपमेयर साहब पनि यही हुनुहुन्छ, एउटा मोहम्मद डेमा ढुङ्गा चलेको तपाईँ प्रमाणित गराइदिनुहोस्, एउटा तपाईँको दाहामा ढुङ्गा चलेको तपाईँले प्रमाणित गराइदिनुहोस्, कुनै हिन्दू समाजबाट कहिले ढुङ्गा चलेछ भनेर। र यो हिन्दूहरूको जुलुसमा किन यस्तो गर्ने? हिन्दूहरूकै जुलुसमा किन ढुङ्गा चलेर, त्यो पनि छक्कैयामा किन मात्र? दावामा पनि मुस्लिम छ, मुरलीमा पनि मुस्लिम छ, मुरलीबाट जुलुस गएको, ढुङ्गाबाट मुरलीमा किन भएन? दावामा किन भएन? छक्कैयामा किन हुने? के त्यसलाई हिन्दुस्तान र पाकिस्तानबाट बनाउन खोजेको हो? यो हो मुस्लिम त अरू पनि वार्डमा छ नि त, धेरै छ नि त यहाँ बसोबास मुस्लिमको। यो छक्कैयामा गएर किन ढुङ्गामुढा जहिले पनि हुने? त्यो भएर यो जति हामी कुरा गर्दा पनि सिधै छ, निष्कर्ष त्यही हुन्छ। पहिला पहिचान गरौँ, कानुन बमोजिम तिनीहरूलाई कारवाही गर्नुहोस्। तपाईँ कर्बोला मुनियाबाट मुस्लिमहरूको लागि कर्बोला आउँथ्यो, हाम्रो गाउँमा त एकजना मुस्लिम छैन मुनियामा, त्यहाँबाट पनि कर्बोला आउँथ्यो। त्यो त त्यति मिल्ने व्यवहार थियो हाम्रो। उनीहरूको चाडपर्व पनि हामी रमाइलो गरेर मनाउँथ्यौँ, र हाम्रो जुलुसमा चाहिँ ढुङ्गा हालेको छ। कर्बोलामा 7-8 गाउँको कर्बोला आउँछ, सबै ठाउँमा मुस्लिम छ, सबै ठाउँबाट अलिकति मुस्लिम छ, तर त्यत्रो जुलुस त मुस्लिमको हुँदैन, त्यहाँ त हिन्दूहरू पनि आउँछ। मेरो घर अगाडि बाना भाज्ने मुस्लिमहरूको कर्बोलाको बाना भाज्ने प्र्याक्टिस मेरो घर अगाडि हुन्थ्यो, र हाम्रो त्यो ताजबाज बनाएर हाम्रो कर्बोला आउँथ्यो मेरो गाउँबाट। यो कुरा सबैजनाको नेताजीहरू बुझ्नु पर्यो। किन तपाईँहरूले त्यो रेड जोनमा किन लग्नु भइरहेको छ?